आजको यस नेप्से डेली एनालाइसमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ -32.08 पोइन्ट्सको चाहिँ डिक्रिज देख्न पाइएको छ। प्रि ओपन सेसनमै तपाईँको बजार बढेर सुरुवाती भएको थियो भने एक्कासी प्रेसर आयो अनि त्यसपछि चाहिँ तपाईँको फेरि पनि राइज हुन खोज्यो, तर त्यही पनि प्रेसर सेलिङ प्रेसरै आएको हुनाले चाहिँ प्रफिट बुक केही मात्रामा देखियो आजको बजारमा। तर स्टिल लास्ट आवरसम्म चाहिँ एउटा केही चाहिँ पोजिटिभ माहौल बनाएर चाहिँ बन्द भएको छ। आज भोल्युमको कुरा गर्नुहुन्छ भने 21 अरब प्लसको भोल्युम छ। टोटल ट्रेडेड सेयर 5 करोड प्लसको ट्रेडेड छ। अनि आजको दिनमा चाहिँ 78वटा स्टकका लगानीकर्ताले कमाएका छन् भने 178वटा स्टकका लगानीकर्ताले गुमाएका छन् भने 5वटा चाहिँ अनचेन्ज रहेका छन् है। आजको यस गिरावटमा पनि टप गेनर्समा पर्न सफल भएका स्टकहरू रिलायन्स स्पिन मिल अनि सालापा विकास ब्याङ्क, यो दुईवटा आइपिओ हो। अर्को भनेको 3 स्टार हाइड्रो, केपिसिएल, एलआइसिएन, डब्लुएनएलबी, बिएनएचसी, एनयुबिएल, भिएलबिएस, एनएलआइसिएल यस्ता कम्पनी परेका छन्। टप लुजर्सको कुरा गर्नुहुन्छ भने हिमस्टार, एमडिबी, एमकेजिसी, एमफिलहरू परेका छन्। टप टर्नओभरको कुरा गर्नुहुन्छ भने आज एक्लै एनजिपिएलको 1 अर्ब प्लसको टर्नओभर आएको छ। त्यस्तै एकेजिसिएल 69 करोड, अपी 61 करोड, रिदी 59 करोड, शिवम 48 करोड। यो देख्दा चाहिँ हाइड्रो पावरै डोमिनेन्स देखिरहेछ है स्टिल पनि मार्केट। अब भोल्युमको कुरा गर्नुहुन्छ भने एनजिपिएलमा 24 लाख प्लस, अप्परमा 21 लाख प्लस, केबिएलमा 19 लाख प्लस, अपीमा 18 लाख प्लस, एकेजिसिएलमा 18 लाख प्लसको भोल्युम आएको छ। ट्रान्ज्याक्सनमा पनि यिनै परेका छन्। अपी, अप्पर, एसएसएचएल, एचबिएल, केबिएल परेका छन् है। अब सेक्टर वाइज हेर्नुहुन्छ भने तपाईँको ब्याङ्किङ सबसे बढी घट्ने सेक्टरमा चाहिँ ट्रेडिङ छ है। अनि अर्को भनेको चाहिँ फाइनेन्स छ है। अनि त्यसपछि आज चाहिँ लाइफ र नन लाइफले चाहिँ केही हदसम्म चाहिँ प्यानिक सेलिङलाई चाहिँ एउटा चाहिँ स्टेबल चाहिँ बनाउन खोजेको थियो है, देखिया छ। अब ब्याङ्किङको कुरा गर्नुहुन्छ भने इबिएल, सानिबा, अनि त्यसपछि तपाईँको अर्को भनेको कुन चाहिँ एसबिएल, यिनीहरू यो तिनवटा ब्याङ्कलाई चाहिँ वाच लिस्टमा राख्नु होला। यिनीहरू चाहिँ राम्रो बुलिस ट्रेन्डमा अनि त्यसपछि झर्न नमानिरहेका अनि यो गिरावटमा पनि बढिरहेका स्टकहरू हुन्। अर्को भनेको डेभलपमेन्ट ब्याङ्कमा जिबिबिएल र केएसबिबिएललाई वाच लिस्टमा राख्नु होला। यिनीहरू राम्रो देखिया छन् है। फाइनेन्समा तपाईँको आज जेएफएल, पिएफएल, एसएफएल बढाएर रहेछ भने 12वटा चाहिँ घटेका रहेछन्। त्यसमा पनि बढी घट्ने एमफिलमा चाहिँ राम्रो प्रफिट बुक भयो कि भन्ने देखिरहेछ। तर हिजो अस्तिको भन्दा चाहिँ भोल्युम अलिक कमै आएको जस्तो देखियो है। अर्को भनेको होटल एन्ड टुरिज्ममा केडिएल मैले हिजो अस्तिदेखि भनिरहेको छु, यसमा चाहिँ तपाईँको खेलाडी निक्लिनै पाएको छैन। त्यसैले चाहिँ यो चाहिँ आजको गिरावटमा पनि राम्रो बढेको छ। 2.83% इन्क्रिमेन्ट भएको छ है। हाइड्रो पावरको कुरा गर्नुहुन्छ भने एकदम बेस्ट सेक्टरमै देखिया छ है अहिलेसम्म। केपिसिएल लास्ट आवरमा 58ले उडाएको देखियो, अहिले देखाउँछु। अनि त्यसपछि सास राम्रो छ, फन्डामेन्टल्ली स्ट्रङ कम्पनी अनि सिक्लेस पनि रहेको छ है। अरू ठिकै छ। अब अर्को छ इन्भेस्टमेन्टको कुरा गरौँ भन्दाखेरि चाहिँ ठिकठाक छ। एनआरएन घटेको रहेछ, सिएचडिसी घटेको रहेछ, अरू पनि केही मात्रामा घटेको रहेछ है। लाइफमा एलआइसिएन बारम्बार भनेको छु, यो फन्डामेन्टल्ली राम्रो कम्पनी छ, खेलाडीले रुचाउने कम्पनी पनि हो अनि राम्रो पनि छ। त्यो हिसाबले चाहिँ एलआइसिएन चाहिँ एउटा तपाईँको पोर्टफोलियोमा हुनुपर्ने लाइफबाट चाहिँ हो है। अब अल्ट्रा लो क्याप या लो क्यापको कुरा गर्नुहुन्छ भने क्रिस्ट र जिएमएललाई पनि वाच लिस्टमा राख्नु होला तपाईँको पोर्टफोलियोमा प्रुफ म्यानेजमेन्टको लागि। यो दुईवटा पनि ठिक छन् है। म्यानुफ्याक्चरिङमा ओएमपिएल र रिलायन्स स्पिनिङ चाहिँ बढेको रहेछ। अरू चाहिँ केही प्रफिट बुकिङ छ, कोही सेलिङ प्रेसर नै छ जस्तो देखिया छ। ठिकठाकै छ जे होस्। माइक्रो फाइनेन्सको कुरा गर्नुहुन्छ भने आज माइक्रो फाइनेन्स पनि केही पोजिटिभ हुन खोज्यो है। आज धेरै स्टकहरू चाहिँ राम्रोसँग बढ्न खोजेका देखिया छन्। अब यहाँ सरसर्ती तपाईँहरूले हेर्न सक्नुहुन्छ। नन लाइफ पोजिटिभ छ, एनएलजीलाई एकदम राम्रोसँग वाच लिस्टमा राख्नु होला है। अरू सब ठिकठाक छ। अदर्समा
झापा एमकेसिएल एनटिसी बढाइ रहेछ भने अरू घटेको रहेछ। एचआरएल र वाच लिस्टमा राख्नुपर्ने हो स्टक हो, तर आज चाहिँ धेरै घट्नुमा यही परेको रहेछ है फेरि यहाँबाट। अर्को प्योर इनर्जी अनि टिटिएल, यो दुइटा चाहिँ आइपिओबाट आएको कम्पनी राम्रा छन् है, ट्रेडिङ लागि कम्पनी राम्रो छ। अब सरस्वती हेरौँ आजको ब्रोकर हाउसमा हेरौँ के छ गतिविधि। 58ले आज बेचेको रहेछ, 34ले किनेको रहेछ, म्यासिभ किनेको रहेछ। तपाईँको 42ले झन् म्यासिभ किनेको भइहाल्यो, 45ले किनेकै, 49ले किनेकै, 48ले किनेकै, 44ले बेचेको, 57ले बेचेको, 38ले किनेको, 35ले किनेको। ब्रोकर हाउसमा हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ बाइङ डोमिनेन्स धेरै छ है, त्यो हुनाले चाहिँ हामीले पनि केही हदसम्म थोरै चाहिँ एड गर्नुपर्ने, एड अन गर्नुपर्ने, अकुमुलेसन गर्नुपर्ने कन्डिसन देखिरहेको छ है। 58को के छ त अवस्था भनेर हेर्नुपर्दा आज 58ले के गरेको छ त, रिदी किनेको रहेछ है। 58ले रिदी किने रहेछ, जिबिएल किने रहेछ, अनि तपाईँको एकेजेसिएल र एनआरएन जोड्या रहेछ भनेपछि। अनि क्रिस्ट पनि है, क्रिस्ट पनि भनिरहेको छु है, 58को फेभरेट हो है क्रिस्ट। अनि त्यसपछि एकेजेसिएलले फालेको रहेछ, जिबिएल फालेको रहेछ, निफ्रा केबिएल फालेको रहेछ है, अरू ठिकठाक छ। 58को ठिकठाक भयो। 34को के छ त हेरौँ। 35को एनजिपिएल किनेको रहेछ, अपी किनेको, एचआरएल र साहस किनेको रहेछ भने त्यस्तै गरेर एचआइडिसिएलपी, एचपिपिएल, एनजिपिएल र केबिएल चाहिँ फाल्या रहेछ है। 42को के छ त, 42ले नै अपी किनेको रहेछ, रिदी किनेको रहेछ, एनजिपिएल किनेको रहेछ, त्यस्तै फाल्नेमा एचपिपिएल र केबिएल र रिदी फालेका रहेछ है। फाल्नुभन्दा किन्नु बढी भएको रहेछ है। रिदी अपी यो दुइटालाई चाहिँ वाच लिस्टमा राख्नु पर्यो है अब चाहिँ। 45ले के रहेछ, एनजिपिएल किनेको रहेछ, एचआरएल किनेको रहेछ, हुड्जा किनेको रहेछ, त्यस्तै बन्दीपुर, एनजिपिएल, सान्वीहरू चाहिँ फाल्या रहेछ। त्यस्तै गरेर 48ले के गरे रहेछ, 48ले केबिएल किने रहेछ, एसएआइएल किने रहेछ, एकेजिसिएल किने रहेछ, एसवाई प्यानल बेच्या रहेछ। त्यस्तै गरी एसएआइएल, एनजिपिएल, एचआइडिसिएलपीहरू चाहिँ फालेको रहेछ है। अब ब्रोकरको सरसर्ती हेर्दा चाहिँ बाइङ प्रेसर नै देखिया छ, तर अब यहाँनिर चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ यो एरियामा चाहिँ तपाईँको चाहिँ एउटा यो ग्याप छ, यो ग्याप चाहिँ फुलफिल गर्न आउन पनि सक्छ, नआउन पनि सक्छ, किनकि हामीसँग यो अलरेडी यो एरियामा चाहिँ तपाईँको सपोर्ट लिएर अब चाहिँ मार्केट फर्क्या जस्तो देखिन्छ है। मार्केट यहाँनिर यो सपोर्ट लिएर फर्केको जस्तो देखिन्छ है। अब यो चाहिँ भोलिको दिनमा चाहिँ थाहा हुनु पर्यो, योभन्दा माथि यदि 2900 भन्दा माथि, 2910 भन्दा माथि क्लोजिङ गर्छ भने भोलिको दिनमा यो चाहिँ इनभ्यालिड हुन्छ है। तर होइन, अझै पनि तल आउन खोज्छ भनेपछि तपाईँको यहाँनिर हाम्रो ग्याप छ, मजाले ग्याप फुलफिल गरेर जान सक्छ है त। यहाँबाट मजाले ग्याप फुलफिल गरेर जान सक्छ है। तर अबको यात्रा भनेको चाहिँ माथि नै हो, त्यो चाहिँ नबिर्सिनु होला है। अब सरसर्ती हेरौँ इबिएलको कन्डिसन के छ। इबिएल एउटा रेजिस्टेन्स फेस गर्यो है, अब प्रफिट बुक दिएको रहेछ आज। अनि त्यसपछि अर्को भनेको के छ, इबिएलको कन्डिसन त्यो हो। एमपिएफएल तपाईँको वाच लिस्टमा राख्न सक्नुहुन्छ, मल्टिपर्पज फाइनेन्स लिमिटेड। यसमा अझै पनि खेलाडी यहाँ पछि चाहिँ मजाले यहाँनिर गएको छ है। अनि तपाईँको चाहिँ यो चाहिँ यो एरियासम्म चाहिँ पुग्न सक्ने चान्स प्रोबेबिलिटी धेरै छ है। यहाँनिरसम्म जान सक्ने चान्स चाहिँ धेरै छ प्रोबेबिलिटी। ब्रोकर पनि आज सरसर्ती हेऱ्यौँ के छ अवस्था। आज 17ले बेचेको रहेछ, 58ले थोरै किनेको रहेछ है, अनि 45ले किने रहेछ। एमपिएफएललाई तपाईँले फाइनेन्सबाट राख्न सक्नुहुन्छ। अब अर्को चाहिँ एसपिडिएल भन्ने छ है, हाम्रो चाहिँ हाइड्रो पावरबाट चाहिँ टन्नै वाच लिस्टमा परेका छन्। यो चाहिँ कस्तो प्याटर्न बनेको छ भन्नुहुन्छ तपाईँले भने, मजाको
यो कप बनाउँ है, बुझ्नुहोस् है। अनि यहाँनिर ह्यान्डल बनाएको छ क्या, कप एन्ड ह्यान्डल प्याटर्न बनाएको छ क्या यहाँ। अनि यो चाहिँ एकदम पावरफुल प्याटर्न हो क्या, कप एन्ड ह्यान्डल वान अफ माई फेभरेट एन्ड पावरफुल प्याटर्न हो क्या। यहाँनिर ब्रेक गरेर अनि त्यसपछि मासतिर जान खोजेको छ। यसको टार्गेट चाहिँ राम्रो हुनेवाला छ है। यो कपदेखिको यहाँनिर ब्रेक भएकोदेखि तपाईँको यो इन्टायर एरियालाई चाहिँ ब्रेक गरेर गएको हो यो। त्यही भएर चाहिँ यसले चाहिँ 500 माथिसम्मको चाहिँ टार्गेट दिन सक्छ है। यसको ओभरअल अल टाइम हाई पनि तपाईँको 484 छ होइन। अनि यहाँनिरसम्मको चाहिँ इजिली तपाईँले चाहिँ गेन पाउन सक्नुहुन्छ है, 484सम्मको। यसलाई वाच लिस्टमा राख्नु होला। अर्को भनेको साहस है। साहस हाइड्रो पावरको राजा भनेर चिनिने, रिसेन्टको हाईलाई यसले ब्रेक गरेको छ, हेर्नुहोस् है। अब तपाईँले चाहिँ यो यहाँनिर आउँदै गर्दाखेरि, रिटेस्टमा आउँदै गर्दाखेरि तपाईँले चाहिँ मजाले एड गर्न सक्नुहुन्छ है। 580सम्म आउँदै गर्दाखेरि तपाईँले एड गर्न सक्नुहुन्छ। तपाईँले स्टप लस चाहिँ कहाँनिर राख्नु पर्यो भन्दाखेरि यो यहाँनिर 580सम्म आउँदै गर्दाखेरि चाहिँ तपाईँले चाहिँ 1:4.82 रिस्क रिवार्ड रेसियो मिल्छ है। 700सम्मको टार्गेट राखेर चाहिँ तपाईँले चाहिँ बाई गर्न सक्नुहुन्छ। साहस एकदम राम्रो छ है। अर्को चाहिँ यो हाम्रो क्रिस्ट भन्ने छ है। यो चाहिँ 58को फेभरेट स्टकमा पर्छ है। यहाँ हेर्न सक्नुहुन्छ आजको दिनमा नि 58ले 24,000 किताको बाई गरेको छ। होल्डिङमा नि तपाईँको 20,000 प्लस 20,000 प्लस किता चाहिँ होल्ड गरिरहेको छ है। अर्को रहेछ एलआइसिएन है। एलआइसिएनले चाहिँ एउटा प्यारल च्यानललाई ब्रेक गरेर चाहिँ मासतिरको अप ट्रेन्डको सङ्केत दिइरहेको छ। अनि तपाईँले यहाँनिर हेर्नुहुन्छ भने पनि हाम्रो आरएसआई र स्मुथ एमएको चाहिँ कन्डिसन अनुसार पनि यहाँ पोजिटिभ देख्न सकिन्छ है।